हेलो। आज एउटा कथा लिएर आएको छु म। अब त्यो कथा विशेष गरी यो अहिले टिनेजका मान्छेहरूदेखि लिएर कोही मान्छेहरूले म त तिम्रो लागि यो गरिदिन्छु, म तिम्रो लागि ऊ गरिदिन्छु, तिम्रो लागि म ज्यान दिइदिन्छु, तिम्रो लागि म मुटु झिकिदिन्छु भन्ने मान्छेहरू हुन्छन्। तिनीहरूको लागि अलिक बढी म्यासेजफुल हुनसक्छ। म कथा चाहिँ स्टार्ट गर्छु। एउटा घरमा बाबुआमा छोरा रहेछन्। अनि त्यो छोराले एउटी आफ्नी राम्री प्रेमिकासँग असाध्यै माया प्रेममा परेर बिहे गरेछ। अनि बिहे गरेको केही समयमा नै अनि उसलाई केही कारणले चाहिँ ऊ चाहिँ डेथ भएछ। अनि ऊ भर्खर बिहे गरेको मान्छे डेथ भइसकेपछि उसको प्रेमिकालाई, उसको बुढीलाई पनि एकदमै दुःख भयो, पीडा भयो। उसको आमालाई पनि पीडा भयो, उसको बुवालाई पनि पीडा भयो। अनि आँगनमा लासलाई राखेर अनि त्यो श्रीमतीले एकदमै डाको छोडेर श्रीमती, बुवा, आमाले अनि हे भगवान्, मेरो छोरालाई, मेरो श्रीमानलाई यो मारेर लैजानुभन्दा बरु मलाई लैजाऊ भनेर एकदमै बिलाप गरेर रुन थालेपछि अनि यमराज स्वयं प्रकट हुनुभएछ। अनि त्यसपछि श्रीमतीलाई सोध्नुभएछ, अनि ल ठिक छ, तिमीहरूको यत्रो यो बिलापले मेरो मन पनि पग्लियो, अब भन, म त्यसो भए यो मान्छेलाई चाहिँ बिउजाइदिन्छु, म तिमीलाई लग्छु भनेर यमराजले चाहिँ त्यो मरेको मान्छेको श्रीमतीलाई सोध्नुभएछ। अनि श्रीमतीलाई सोधिसकेपछि अनि श्रीमतीले अघिसम्म चाहिँ एकदम बिलाप गरिरहेको श्रीमतीले अनि भनेछ, होइन म त अब भर्खरकी छु, म उमेर नै छ, अब उहाँ जीवित भएर अब म मरे पनि के हुन्छ र, अनि म होइन ऊ आमा चाहिँ आमालाई लैजानुहोस्, छोरालाई बिउजाइदिनुहोस् भनेछ। अनि त्यसपछि अनि आमाले चाहिँ हुन्छ त भनेर आमालाई सोद्धाखेरि अनि आमाले भन्नुभएको छ, होइन म त अब छोराको एकदमै प्यारी मान्छे हुँ, अब मेरो छोराले मलाई पनि त्यत्तिकै माया गर्छ, त्यही भएर मलाई होइन मेरो बुढालाई लैजानुहोस् भनेर भनेछ क्या। अनि ल हुन्छ, अब तपाईँलाई म लान्छु, तपाईँको छोरा बिउजाइदिन्छु, हुन्छ भन्दाखेरि अनि बाउले भनेछ, होइन अब किन फर्काउनु, जे भयो भइहाल्यो, अब मरेको मान्छेलाई किन फर्काउनु, बाँचेकालाई चाहिँ बाँच्न दिनु न भन्थ्यो अरे क्या। त्यसैले यो कथाको म्यासेज चाहिँ के हो त भन्दाखेरि, यसमा चाहिँ जोक भन्दा पनि म्यासेज चाहिँ के हो त भन्दा, सबैभन्दा जिन्दगीमा आफूलाई आफ्नै ज्यान प्यारो हुन्छ, त्यही हो म्यासेज।